उपस्थित महानुभावज्यूहरूबाट 5 अर्ब 4 करोड रुपियाँ लागतमा प्राप्त गरेर 1 अर्ब 23 करोड रुपियाँ बचत भएको छ। कल सेन्टर मार्फत 8,206 वटा र हेलो सरकारबाट 1,105 वटा गुनासा प्राप्त भएका थिए। यीमध्ये कल सेन्टरबाट आएका 8,000 वटा र हेलो सरकारबाट आएका 720 वटा गुनासा फर्स्यौट गरियो। बाँकी फर्स्यौट चरणमा छन्। महानगरवासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ। आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन्। प्राकृतिक सम्पदा र मानव निर्मित सृजनाको संरक्षण, सम्वर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, शहरी स्वच्छता र सरसफाई गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रो दायित्व हो। नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयन थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रूपमा कार्यान्वयनमा ल्याएको छ। कार्यमध्ये प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रूपमा राखिएको छ। 152 वटा आगलागीका घटना, 143 वटा जोखिमयुक्त रुख व्यवस्थापन, 130 वटा जलजन्य विपद व्यवस्थापन, 2,896 मिटर फायर ड्राइरेजर प्रणाली स्थापना भएको छ। शहरी योजना आयोगबाट 164 वटा योजनाको विस्तृत डिपिआर तयार भएको छ। 6 अर्ब 33 करोड 58 लाख लगत अनुमान भएका 251 वटा योजना बोलपत्र प्रक्रिया मार्फत खरिद गरियो। सबैप्रति नियमित साथ र सहयोगको लागि अपिल गर्दछु। धन्यवाद। नमस्कार।